के तपाईलाई कहिल्यै यस्तो लागेको छ कि सफलता तपाईको नजिक आए जस्तो लाग्छ, तर जति सपना देखे पनि वा योजना बनाए पनि त्यो हातबाट टाढै रहन्छ? के हुन्छ यदि सफलताको साँचो रहस्य धेरै मेहनत गर्नु मात्र होइन, आफ्नो सोचलाई सफल मानिस जस्तै बनाउनु रहेछ भने? आज म तपाईसँग साझा गर्न लागेको यी कुराहरू प्रसिद्ध पुस्तक थिङ्क एन्ड ग्रो रिचबाट प्रेरित छन्। यी मेरा आफ्नै नयाँ बुझाइहरू हुन् जसले मेरो सोच बदल्यो र जीवनमा वास्तविक परिवर्तन देखाउन मद्दत गर्यो। पाठ 1। इच्छा केवल सपना होइन, बलियो चाहना हुनुपर्छ। धुम्म सपना मात्रै देखेर जीवन बदल्दैन, तर यस्तो चाहना जसले तपाईलाई राति पनि सोच्न बाध्य बनाओस्, त्यो नै सफलताको इन्धन बन्छ। आजै गर्ने काम एउटा ठूलो लक्ष्य लेख्नुहोस् अनि किन त्यो तपाईका लागि महत्त्वपूर्ण छ भन्ने कारण पनि लेख्नुहोस्। हरेक बिहान त्यसलाई पढ्नुहोस्। पाठ 2। विश्वासले सोचलाई वास्तविकतामा बदल्छ। तपाईले भित्रदेखि जे विश्वास गर्नुहुन्छ, अन्ततः त्यही प्राप्त गर्नुहुन्छ। विश्वास भनेको केवल आशा गर्नु होइन, आफ्नो सफलता यति स्पष्ट देख्नु हो कि तपाईँ त्यस अनुसार काम गर्न थाल्नुहुन्छ। मेरो एक छिमेकीले 45 वर्षको उमेरमा करियर बदल्न सक्छु भनेर विश्वास गरे। उहाँले हरेक दिन नयाँ जीवनको कल्पना गर्नुभयो र साना कदम चाल्नुभयो। आज उहाँ पहिले भन्दा धेरै खुसी हुनुहुन्छ र राम्रो कमाई पनि गर्दै हुनुहुन्छ। आजै गर्ने काम हरेक रात 5 मिनेट आफूले चाहेको जीवन बाँचिरहेको कल्पना गर्नुहोस्। त्यो अनुभूति महसुस गर्नुहोस्। पाठ 3। विशेष ज्ञानले तपाईलाई अलग बनाउँछ। सामान्य ज्ञान राम्रो हो, तर एउटै मूल्यवान सिपमा गहिरो ज्ञान हासिल गर्नुभयो भने तपाईलाई रोक्न गाह्रो हुन्छ। आजै गर्ने काम आफ्नो लक्ष्यतर्फ लैजान सक्ने एउटा सिप छान्नुहोस् अनि यो महिना त्यसैमा ध्यान दिएर सिक्नुहोस्। पाठ 4। सही साथीहरूले तपाईको शक्ति बढाउँछन्। एक्लै छिटो पुग्न सकिन्छ, तर सही मानिसहरूसँग धेरै टाढासम्म पुग्न सकिन्छ। समान सोच भएका साथी वा मेन्टोरहरूले नयाँ आइडिया, सपोर्ट र मोटिभेसन दिन्छन्। आजै गर्ने काम तपाईलाई प्रेरणा दिने 2 वा 3 जनासँग सम्पर्क गर्नुहोस्। सानो मन्थली कल वा ग्रुप च्याट सुरु गर्नुहोस्। पाठ 5। लगातार प्रयासले सबै बाधा तोड्छ। धेरै मानिसहरू सफलता आउनुभन्दा ठिक अगाडि हार मान्छन्, तर परिणाम ढिलो आए पनि लगातार गरेको प्रयासले अन्ततः जिताउँछ। आजै गर्ने काम जब हार मान्न मन लाग्छ, केवल आज एक दिन अझै प्रयास गर्छु भनेर निर्णय गर्नुहोस्। त्यसपछि फेरि अर्को दिन। यही निरन्तरताले ठूलो परिणाम दिन्छ। यी सबै कुराले एउटा कुरा प्रमाणित गर्छन्: धन र सफलता पहिला तपाईको सोचमा जन्मिन्छ अनि मात्रै जीवनमा देखिन थाल्छ। तपाईभित्र अहिले नै सफल बन्ने क्षमता छ, तपाईले त्यसलाई जागृत गर्न मात्रै बाँकी छ। यदि यो भिडियोले तपाईलाई प्रेरणा दियो भने लाइक गर्नुहोस् र यस्तै माइन्डसेट बदल्ने भिडियोहरूको लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला।